Hi everyone, welcome to Royal Divas. हाम्रो सबै चाहिँ सफा अर्ग्यानिक बन्ने भएर मैले भिडियोमा बार देखाइरहन्छु। अनि यो पिँडालु कालो दाल सफा गरेर धोएर केलाएर यसलाई अलिअलि ड्राई बनाएर फेरि हामीले चाहिँ मेसिनमा निकाल्छौँ। यो पानीहरु चाहिँ हामीले अहिले ट्याप वाटर गराएको छ, यसमा धेरै पानी चाहिन्छ। अनि लास्टमा चाहिँ हामी एक्वा वाटरले पनि गर्छौँ। अनि यसरी थिग्राएर राखेर मेसिनमा खरगर गरेर पिस्छौँ है। पिसेर लेदो बनाएपछि मुछ्छौँ। प्रोसेस धेरै लामो छ नि हजुर, मस्यौरा बनाउन कहाँ सजिलो। सबभन्दा गाह्रो काम त यो छ, पिँडालु चिप्लेर हातबाट त्यसमाथि फेरि सानोमा त त्यो कति गाह्रो हुने के है। अनि त्यसपछि फेरि मिक्स गरेर यसरी मात्रा मिलाउनु पर्यो हैन, पिँडालु र दालको मात्रा मिलाउनु पर्यो। अनि बिस्तारै पुक्क गरेर मस्यौरा हाल्दै जाने। अनि यो मस्यौरा हालिसकेपछि चाहिँ यो नाङ्लोको चाहिँ रुपै बिग्रिने के टाँसेर है। कति त मैले प्लास्टिक र स्टिलमा पनि हालिदिएँ भएको भएर के। घाम लागेको बेलामा त छिट्टै सुक्छ, घाम लाग्न पाएन भने चाहिँ अलिक टेन्सन हुन्छ। तर केही छैन, हामीसँग प्रशस्त एरिया छ। अनि हामीले यसरी जोखेर 1000 ग्राम 500 ग्राम 250